तपाईहरुले 100 भन्दा बढीको सामान किन्दा बिल लिनु भयो त त्यही बिलबाट 10 लाख रुपैयाँसम्म चाहिँ पुरस्कार जित्न सकिन्छ भन्ने कुरा थाहा छ। आउनुस् यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। भर्खरै नेपाल सरकारले अहिले करदाता प्रोत्साहन उपहार कार्यक्रम चाहिँ सञ्चालनमा ल्याएको छ। यसको मुख्य उद्देश्य के हो भनेपछि हामी जस्ता ग्राहकहरूलाई चाहिँ बिल लिन प्रोत्साहित गर्ने र जसबाट व्यवसायको वास्तविक कारोबार चाहिँ देखाउने र कर छली हुनुबाट चाहिँ जोगाउने हैन। किन बिल लिनुपर्छ त? नेपाल सरकारले यो कुरालाई किन प्रोत्साहन गरेको छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु जरुरी छ। यो हाम्रो दायित्व पनि हो। कतिपय चाहिँ हामीले सामान चाहिँ खरिद गरिन्छ तर बिल चाहिँ हामीले चाहिँ बिल लिदैन। त्यो बिलको यदि चाहिँ हामीले बिल लियो भनेपछि आधिकारिक प्यानबाट चाहिँ बिल लियो भनेपछि त्यो पैसा त्यसको ट्याक्स चाहिँ कहाँ जान्छ त? नेपाल सरकारलाई जान्छ। हामी त्यो ख्याल गरिदैन। अब यो कुरालाई चाहिँ मध्यनजर गरेर चाहिँ प्रोत्साहन गरेको छ नेपाल सरकारले र यो हाम्रो दायित्व पनि हो र यसको यो र नेपाल सरकारले चाहिँ प्रोत्साहन पनि दिएको छ। यदि चाहिँ हामीले बिल 100 भन्दा बढीको बिल लियो भनेपछि हामीले 10 लाख रुपैयाँसम्म चाहिँ पुरस्कार पाइनेछ। अहिले चाहिँ तपाईको साउन 1 गतेदेखि चाहिँ तपाईको अहिले चाहिँ धेरै चाहिँ पुरस्कार थापिसकेका छन्। अब तपाईहरुले पनि नछुटाउनुस्। सामान्य थोरै चाहिँ एउटा टाइम दिएर तपाईले चाहिँ बिल लिनुस् र त्यो बिल चाहिँ एउटा अनलाइन पोर्टलमा चाहिँ तपाई अपडेट गर्नुस् र आफूले चाहिँ आफ्नो भाग्य चाहिँ नछोड्नुस्। अब तपाईले यदि नगदमा भुक्तानी गर्नु भएको छ भनेपछि आफ्नो सक्कल बिलको विवरण चाहिँ आन्तरिक राजस्व विभाग आधिकारिक पोर्टल के छ भनेपछि price.ird.government.np मा चाहिँ दर्ता गर्न सकिन्छ। अब चाहिँ तपाईले यदि चाहिँ पसलमा चाहिँ नगद कारोबार गर्नुभयो भनेपछि चाहिँ बिल चाहिँ उलाई माग्नुस्। जुन हामीले ख्याल के गर्नुपर्छ भने बिलमा चाहिँ माथिको चाहिँ माथि बिलमा चाहिँ प्यान नम्बर लेखेको चाहिँ हुनुपर्छ, जसले गर्दाखेरि त्यो आधिकारिक एउटा व्यवसायबाट चाहिँ लिएको चाहिँ बुझिन्छ। अब त्यो बिलको विवरण चाहिँ हामीले चाहिँ त्यो चाहिँ आइआरडी पोर्टलमा गएर चाहिँ हामीले सबै अपडेट गर्नुपर्छ। त्यसमा तपाईले चाहिँ लिनुभएको चाहिँ सामानको विवरण, एमाउन्ट, प्यान नम्बर र आफ्नो मोबाइल नम्बर दर्ता गर्नुभयो भनेपछि त्यहाँ तपाईको आफ्नो चाहिँ सबमिसन नम्बर आउँछ, जसले गर्दाखेरि तपाई चाहिँ त्यो कार्यक्रम पुरस्कार कार्यक्रममा चाहिँ सहभागी हुन सक्नुहुन्छ। र अब अर्को कुरा के छ भनेपछि यदि चाहिँ अनलाइन मार्फत चाहिँ तपाईको क्यूआर मार्फत चाहिँ यदि चाहिँ पेमेन्ट गर्नुहुन्छ भनेपछि त्यो आइआरडी सबमिसनमा अपडेट गराइराख्नु पर्दैन। त्यो अटो चाहिँ के हुन्छ भनेपछि चाहिँ अपडेट भइरहेको हुन्छ। तर आफूले चाहिँ त्यहाँ एउटा चाहिँ त्यो नम्बर चाहिँ के रे कुपन नम्बर चाहिँ लिन सक्नुहुन्छ। यदि चाहिँ तपाईले क्यूआर पेमेन्ट गर्नु भएको छ भने पनि तपाईले चाहिँ पुरस्कारको चाहिँ एउटा कुपन चाहिँ दिन सक्नुहुन्छ त्यस पोर्टलमा। क्यास पेमेन्ट भन्दा पनि डिजिटल भुक्तानी क्यूआर लाई चाहिँ अनलाइन पेमेन्टलाई चाहिँ अझ प्रायोरिटी दिनुहोस्, जसले गर्दा तपाईको चाहिँ पुरस्कार जित्ने अवसर अझ मिल्ने छ। यसबाट तपाईको पुरस्कार जित्ने अवसर त मिल्छ नै, साथै बिल लिने संस्कार बढ्दा देशको कर प्रणाली पनि पारदर्शिता बनाउन सहयोग पुग्छ, जसले गर्दा देशको करको राजस्व पनि बढ्न जान्छ। अब चाहिँ यो सरकारको चाहिँ तपाईलाई चाहिँ यो कदम चाहिँ कस्तो लाग्यो यस कमेन्ट बक्समा चाहिँ दिन नबिर्सनु होला। धन्यवाद।